बोले भन्नु भन्नु के किन गरे यस्तो मुजी ठुलो कुरा गरेन कस्तो बाउलाई त्यस्तो के भने तिमीले भाइ बोको बोली समाधान गर्न दे बाउ के गरे अहिले बोले छैन म एक शब्द बोले छैन म हैन फोन गर्दिन न कति गर्नु 5 दिन राख्छ होला 5 दिन पछि आएर काट्छु म बाउलाई अब 5 दिन राख्छ भनेर चौकीमा फोन गर्यो भने 5 दिन आए पछि आएर काट्छु अनि गर्ने के त एकछिन फोन गर्दिन न एकछिन फोन चाहिँ गर्दिन एक शब्द बोले छैन योसँग बोले छैन म दे बोले मेरो भान्जा र मम्मीसँग बोलिरहेको छु म बोले बाबु बोले खाउने भन् मुजी के मुजी दे तेरो व्यवहार गर्छु भन्नु पर्यो नि तपाईँ हजुर भन्नु त जस्तै व्यवहार गर्छ म त्यस्तै गर्छु विचार गर्नु ला बोला उसलाई 5 दिन राख्छ होला मलाई हत्या राखेको मैले कसैलाई हाले छैन के गरे छैन मेरो घरको भित्ता मैले मेरो हातले हाने हो कसैलाई के गर्ने छैन मैले यो दिदीलाई थाहा म कसो बोले खायो यसमा चौकीलाई चाहिँ फोन चाहिँ गर्दिनु न त्यहाँ पुलिस उता जानु पर्यो त्यहाँ दुप्चेमा लिएर जाओस् मलाई 5 दिन 6 दिन कति 10 दिन कति राख्छ त्यसपछि आएपछि अनि मैले व्यवस्था राम्रै गर्छु त्यसले भन्नु नटेर भएर मैले त्यसलाई धम्का मात्रै हो पिट्या खा त्यसलाई मैले पिटेको देखेको सुनेको मैले त देखेको त भित्र छ आमा म अलिअलि पिट्या हो सबै निलै नि सर सबै चुट्या गरी ओइ यति गरेन सम्झाउनुबाट जा ओइ नले पर्दैन ओइ हुँदैन के बच्चालाई बच्चा हो अहिले भर्खर जाबे मुखले सम्झाउनु राम्रो मुखले सम्झाउनु बोलाएर पठायो भने 10 दिन बस्छु होला धेरै बसेदेखि म त्यो भन्दा बढी बस्दैन बरु 10 वर्ष लागि गएर बस्छु एकैचोटि चौकीलाई फोन गर्दिन बोला बोला म गर्दैन भने उता चाहिँ पुलिस जानु उता फोन गर डुब्नुमा सरे के त्यहाँ आएर बसिरहेको छु रे यसलाई गरे के खाने भने के होइन किन बोलाउने भने के हामीले चाहिँ किन गरे चाहिँ के खादा मैले भने यसमा बोले खाम अब के बोल्छ त मलाई यो चाहिँ बोलेको म हो बोले खाइन तसँग म भाइ ठुलो गर्नु हैन गरे चाहिँ के खादा भने मैले हो घरमा बसेर सुबलार सुतिरहेको थिएँ म अहिले भर्खर सन्जुलाई त्यहाँ खोजेर ल्याएर भात हेर्नु जम्मै छरी बुट त्यो बत्ती उयो गर्नलाई मैले टेबलमा चढ्दाखेरि खस्यो त्यो छरी बुट्टा कति नै आफू चाहिँ नफाले जस्तो अहिलेसम्म छरी बुट भात बनाछ मसँग नबोलै मैले भनिदिरहेको छु त मुजी खाते जान माछी खाते मुजी के खाते भयो त भने के भने त्यही हो के मैले के गरे खाँ तँलाई तँलाई तँले के गरेछ तेरो बाउ गर त्यो कसो गर्छु मेरो दिदीले बनाएको गर त्यो जा बरु आफ्नो साइला पुलिस बोल्यो नि मलाई एकैछिनमा के गरे खाएर मैले भने क्या सधैँ लमडा गर्ने के हो तिमी हामीले यो गर्ने हो छिमेकीमा डिस्टर्ब मैले केही गरे छैन भने सन्जुलाई मैले करा मात्रै हो पिटे खाइन त्यसलाई अनि फेरि पुलिस एकैछिन छिन पुलिस बोल्यो किन ओइ आउँछ नम्बर के गर अन्त रुममा रुईहरू मलाई मार्नु नछिर्ने दिने धारबाट प्रपर देखाउने हामीले मान्छेहरू के सधैँ यस्तो झगडा गर्नु चाहिँ